सबैजना हेर्नु होला। देश तथा विदेशमा रहनुहुने सबै नेपालीहरू हेर्दै गर्नु होला। अब यो कार्यक्रम पनि विसर्जन हुन लागेको अवस्थामा हामीले जानकारी गराएका छौँ। यो कार्यक्रम पनि अब विसर्जन भएको छ। छठ पूजाको कार्यक्रम विसर्जन भइसकेपछि अब हामी त गाउँको छठ पूजामा भेला भएका थियौँ। अब यो सबै विसर्जनको अवस्थामा रहेको हामी जानकारी गराउन चाहन्छु। सबैजना हेर्नु होला। महोत्तरी जिल्लामा गौशाला नगरपालिकामा बाँके खोलाको घाटको भिडियोहरू हो। सबैजना हेर्दै गर्नु होला। अब विसर्जन भइसकेपछि हामीले यस्तो ठाउँ देख्नु परेको छ। वर्षमा एकचोटि अब यतिकै रह्यो।